नमस्ते साथीहरू। आज हामी जापानको तोजिकिकेनमा रहेको माउन्ट नान्ताई जाँदैछौँ। यो यात्राको लागि हामी बिहानै झिसमिसे 5 बजे नै कोठाबाट निक्लिएका थियौँ। गाडी कुदिरहेको बेला बाटो एकदमै शान्त र रमाइलो देखिएको थियो। त्यहाँ पुगेपछि पहाड चढ्नुभन्दा अगाडि हामीले नक्साहरू हेऱ्यौँ अनि त्यहाँको नियमअनुसार एउटा फारम पनि भर्यौँ। हाम्रो पैदल यात्रा सुरु भयो। साथीभाइसँग गफगाफ गर्दै प्रकृतिको आनन्द लिँदै हामी अगाडि बढ्यौँ। बिस्तारै बाटो अलि अप्ठ्यारो र भिरालो हुँदै गयो। पहाडी भेग भएकोले वरिपरि कुहिरो लाग्न थालेको थियो, जसले गर्दा मौसम निकै रमाइलो बनेको थियो। भाग्यवश पानी भने परेन र घाम पनि थिएन। भन्नुको मतलब हाइकिङको लागि एकदमै पर्फेक्ट वेदर थियो। तर मनमा एउटा कौतूहलता थियो, माथि पुगेपछि भ्यू देखिन्छ कि नै। यदि तपाईहरू पनि त्यहाँ जाँदै हुनुहुन्छ भने राम्रो ट्रेकिङ जुत्ता र एउटा लौरो अनिवार्य बोक्नुहोला। बाटो अलि अप्ठ्यारो छ। हिँड्दा हिँड्दै बल्ल तल्ल जङ्गलको बाटो सकियो। त्यसपछि हामी अझै माथितिर लाग्यौँ। लगातार उकालो हिँड्नु परेकोले घुँडाहरू निकै गलिसकेका थिए। तर पनि माथि पुग्नै पर्छ भनेर हामी बिस्तारै अगाडि बढ्दै गयौँ। अब चाहिँ हामी पहाडको एकदमै टप नजिक पुग्न लागिसकेका थियौँ। अन्ततः हामी माउन्ट नान्ताईको टपमा आइपुग्यौँ। यहाँबाट देखिने दृश्य साँच्चै नै अद्भुत थियो। हिँड्दाखेरिको सबै दुःख र थकाइ यो सुन्दर दृश्य देख्ने बित्तिकै गायब भयो। यति उचाइमा आइपुगेपछि यो सुन्दर भ्यू हेर्दै डाँडामा बसेर खाजा खानुको मजा नै बेग्लै भयो। त्यसमाथि साथीहरूले त्यही टपमा एकदमै मिठो चटपटी पनि बनाउनु भयो र हामीले तातो तातो कप रामेन पनि खायौँ। यो उचाइमा साथीभाइसँग चटपटेर रामेन खाँदाखेरिको अनुभव साँच्चीकै निकै नै रमाइलो भयो। टपमा मजाले घुमघाम गरेर खाजासाजा खाएपछि हामी बिस्तारै तलतिर झार्न थाल्यौँ। उकालो चढ्न जति गाह्रो थियो, यो ओह्रालो बाटो पनि अलि बढी चिप्लो र भिरालो भएकोले सम्हालिँदै हिँड्नुपर्ने हुन्थ्यो। जे होस्, दुःख थकाइ जति भए पनि माउन्ट नान्ताईको यो ट्रेकिङ चाहिँ सधैँभरि सम्झना रहिरहने खालको भयो।